हामी चाहिँ देउराली आइपुगेर ध्वजा बान्दैछौँ। अब बल्ल बल्ल आइपुग्यौँ। खान त आएकै छ त सबै 9 मा 8 मा पर्दा म त सिधै कतिमा पर्दा आएर ल जाम का स्वागत छ बिन्ता च्यानलमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आज हामी कहाँ जान लाग्यो भनेर हजुरहरूले टाइटल हेरेर थाहा सक्नु भएको छ होला। आज हामी घुम्न जान लाग्यो। यहाँ मेरो साथमा हुनुहुन्छ सोल्टिना। नाम के हो रे? नाम छैन, नाम भन्दै हुन्थ्यो। ल जाम होइन, अब कन्टिन्यू गरिराख्छौँ होला हामी। हेरेर सक्नु होला। हाम्रो चाहिँ उहाँ खाजाहरू किन्ने पूजाको सामानहरू किन्नु यहाँ ड्राइभर दाइमा हामी यहाँ छौँ। लाग्यो अब यहाँ त देउगा पुग्ने अनि तपाईँ देउगाबाट हिँड्दै जाने। गाडी त्यहाँ राखेर हामी चाहिँ अब उकालो चल्न लाग्यौँ। छ होला रैसेलु खाँदै जान्छौँ। गाडी चलाएर हामी चाहिँ लाग्यो घुम्टेको अब मनमा झोक्दै हिँड्दै गरौँ। कहाँसम्म पुग्छ त्यहाँबाट फर्किँदा खाम। मलाई पनि टिप्दियो भाइ भयो धेरै नदिएको। हामी यति पाइरह्यो त्यो चटनी बनाएर नि पुग्दैन। यता देखाऊ खाम हामी। चियर्स। शान्ति उतार्ती त के छ बालकै राख्ने हो। ह्याप्पी बर्थडे होइन फुल देखाउ। ह्याप्पी बर्थडे। अहिले आउँदासम्म बस्छ कि हुनुपर्छ विनिता हिरोइन। हामी चाहिँ देउराली आइपुगेर ध्वजा बान्दैछौँ। अब बल्ल बल्ल आइपुग्यौँ। गर्मीले कस्तो खाना नपाएर ओके यस्तो छ हालत हो क्या। खुट्टा यस्तो खाऊ खानुपर्छ नानी। पहिले धाउने रहेछ। हिँडेको भर्खर पछि राख्दैछौँ हामीले। हामी अघि लागेछ। अब यस्तै हो, हेर्दै गर्नु होला होइन? हेर्दै गर्नु होला भनेको कुरा। हेर्दै गर्नु हामी माथि जाने हो। हामी यहाँ छ उहाँकै रेलिङवाला बाटो छ पुरै। खुट्टाको नङ ढुकेछ मेरो। ठ्याक पर्यो क्या। माथि नै हो। हामी यस्तो छ कुहिरोहरू। हामी आएर बस्यौँ। अब यहाँदेखि फेरि उकालो चढ्न छ। सुपरम्यान भन्छ। खान त आएकै छ त सबै 9 मा 8 मा पर्दा। म त सिधै कतिमा पर्दा आएर ल जाम का ब्याग लिऊ जाम र अब फेरि एकचोटि हेर न सिन त हामी यस्तो खतरा छ। त्यस्तो बाटो हिँडेर आइरहौँ। अझ माथि देखाऊ। माथि पनि अझ माथि जानुपर्छ। भरे हालत त यस्तो छ तिर आइपुग्यौँ गरे। घन्टाको बाटो हिँडेर हामी फाइनल्ली मन्दिरमा आइसकेका छौँ। ल अब चाहिँ आइपुग्यौँ हामी। 3 घन्टा त लाग्यो रहेछ। छाप्रा रहेछ बस्दा पनि रहेछ। एकछिन सुतेर पनि भयो। अब पूजा गर्ने काम त भयो। अनि खाना पाइन्छ खाएर जाने। हालत खराब भयो खाली पेटमा आएको। त्यही हो। घरमा त यतिकै बसेर भोक लाग्दैन। यत्रो हिँडेपछि त हलात पर्यो नि।
पानीभित्र छ रस नहुनु नि सक्छ खाने पानी चाहिँ हो त्यो साग टिप्दै हुनुहुन्छ अरू अगाडि गइसके हामी हिँड्दैछौँ खाजा खानाको हलचल आइसकेको मलाई चाहिँदैन कस्तो कालो देखिन्छ खाजा खाएर फेरि राजाको दरबार बसेर बनाइदिनु तपाईँले आज रिसाउने मान्छे पिङ खेलिरहेको ल आए होइन हामी चाहिँ अब लाग्यो घरतिर भन्न भन्दैन उहाँ आइसक्रिम खान जान छ अझै अनि त्यही भएर यहाँ गाडी आएको छ हामीले कस्तरी हेर्नु कहाँ भन्छ त आइसक्रिम हाइकिङ गएको भने थाहा छ आज हाइकिङ हो नि त गाडी चलाएर गण्डकी र अनि गण्डकी गाडी रोकी रोकी हामी आएर भिडियो यसै भन्न सकिँदैन गेम अब नबिगाएर त हुन्थ्यो अहिले कस्तो सर्भिस गर्छ भन्ने कुरा पावर त सर्भिस यसको गर्छ जम सर्भिस हान्यो अब हान्यो त्यसले पक्का हान्यो गण्डकीले जितेको छ फाइनली अब हामी यहाँबाट हिँडे गेम हेरिसकेर